म्याकुरी हो लड्यो नाइस रिक्स नलियो क्या अघि पनि तिमी लडिसक्यो एकचोटि ल नाइस राइड हान्यो ल त्यही हो ल है नाइस 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 है अम्बो उता पो गयो त केटो त ल ल ल नाइस 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 यतिको चाहिँ चाहियो है नाइस नाइस पावर लिउ न भाइ पावर ल लिइहाल्यो नि पावर ल ल ल ल ल अलि पछाडि जाऊ अझै पछाडि जाऊ हो फुल पावर लिउ क्लब छोडेर ल रेडी ल जाऊ हो फुल पावर जाऊ न जाऊ सही जाऊ नाइस सो आज चाहिँ स्याटरडे त्यही भएर चाहिँ हामी चाहिँ डट राइड जान आँटेको होइन केटाहरू बिहानै आएर बसिरहेको छ 1 घन्टा भइसक्यो कुरेको केटाहरूलाई 8 बजे आऊ भन्दा आउँदैन 9:30 बजे आएछ अहिले चाहिँ लगभग 10-15 भइसकेको छ सो म चाहिँ हिजो बाइकमा आएको थिएँ नि त किनभने गाडी चलाउन झ्याउ लागिसकेको थियो सो त्यही भएर चाहिँ आज मोटो ब्लग दिनभरि किनभने डट बाइक पनि अब यस्तो चलाउँ होइन अस्तितिर चलाएको तपाईँको बानी राम्ररी बजेको छैन आज केटाहरूले एक्सट्रिम इन्ड्युरो यस्तो लड्ने ठाउँ लान्छ होइन सो त्यो होला बाइकमा भेट्छु तपाईँलाई है त लाउनुहोस् भन्न अनि हेलमेट ए पन्जा त दियो खै हेलमेट अनुहार देखा न अनि ल त यो हिजो चाहिँ बेलुका चाहिँ हामी यो बाइकमा राइड गरेर आएको क्या किनभने हिजो ट्राफिकहरू केही पनि थिएन अनि अलिसाको बाइक चाहिँ उतापट्टि चाहिँ देख्न सक्नुहुन्छ ट्याक्क लाएर ल निस्क्यौँ ट्याक्क अब यहाँबाट पसलमा केटाहरू कुरै भरे क्या त्यही भएर अब केटाहरूलाई पनि लिन जानु पऱ्यो रेडी सो हिजो चाहिँ फ्राइडे रहेछ आज स्याटरडे हो नि त अनि त्यति थाहा नै थिएन क्या सो हिजो बेलुका नै हाम्रो प्लान बनेको लगभग रातिको 10 बजे होइन सो केटाहरू 3 जना जति हुन्छ म सहित 4 जना हुन्छ सो आज चाहिँ जानुपर्ने हुन्छ ट्याक्क लाएर डट राइड किनभने यो सुपर बाइकहरूभन्दा चाहिँ डट बाइकहरू जस्तो लड्यो भने पनि तपाईँको खर्च आउँदैन नि त सुपर बाइक चाहिँ एकचोटि तपाईँको ड्याममा लड्यो भने तपाईँको 2-3 लाखको खर्च आइदिन्छ डट बाइकहरू चाहिँ तपाईँको जति लडाए पनि त्यस्तो केही हुँदैन क्या अब डट बाइकहरू ड्यामै फाल्दियो भने नि ह्यान्डल मात्रै हो भाङ्गिने अरू केही पनि हुँदैन सो आज चाहिँ बाटो पुरै खाली होला किनभने स्याटरडे हो नि त ओए कुकुरहरू फेरि तर बिहान बाइक कुदाउनुको मजा छुट्टै छ यार कस्तो छुट्टै मजा छ क्या त्यो अरू बेला चाहिँ गल्लीको बाटो जान्थेँ आज चाहिँ यसो हाइवे हुँदै जानु पऱ्यो क्या किनभने स्याटरडेको दिन तपाईँको त्यति गाडी पनि हुँदैन अनि चुनावले गर्दाखेरि पनि सबैजना मान्छेहरू चाहिँ घरमै छ क्या सो अरू बेला म यताबाट गल्लीबाट जान्थेँ भने आज चाहिँ यता चक्रपथ हुँदै जानु पऱ्यो अरू बेलाको भन्दा चाहिँ तपाईँको खाली छ भनौँ न बाटो होइन सो त्यही हो आज चाहिँ अब हाम्रो यो 7th गियर अनि तपाईँको बानिया अनि त्यसपछि हाम्रो भाइ जिरे भाइ 3 जना हुन्छ अनि म सहित 4 जना हो क्या टोटल राइड जाने चाहिँ बाटो त पुरै खाली छ त यार हेर्नु त ल एक रन्काइदिउँ है त ओए ओ माई गड कहाँबाट आएको यार यो गाडी फेरि अरूभन्दा पनि मान्छे कुदिन्छ क्या अस्ति मेरो एक्सिडेन्ट भएको थियो नि त अनि त्यही भएर अलिक डर लाग्छ नत्र त खतरा कुदाउँदै पहिला नि म अहिले चाहिँ अस्ति मेरो एकचोटि एक्सिडेन्ट भएको भएर चाहिँ अलिकति अब मनमा डर बस्यो क्या हाम्रो घरतिर त पुरै झन् गाडी नै कुदाएर हिँड्ने रहेछ रे हेर्नु न एउटै गाडी छैन त ल गाडी छैन भनेको कत्रो ट्रक आएको म्याकुरी है पुरा फुल स्पिडमा लिएर आएको छ ट्रक त त्यो 4 बोक्ने ट्रक हो क्या त्यो चाहिँ सो फाइनली पसल आइसकेको छु म खै केटाहरूले बाइकै रेडी गरेर खाइन्छ जस्तो है 1 घन्टा भइसक्यो कुरेको यार मन माने त खतरा गाली दिइरहला कति 1 घन्टा भएन म 2 मिनटमा रेडी हुन्छु है आजको अलि अपिल हानु है डाउनहिल भन्दा नि सो आजको राइड त्यति धेरै त हुँदैन लगभग त्यही 30 किलोमिटर जति भनौँ न 3 लिटर जति तेल सिदिन्छ होला त्यही होला हामी चाहिँ अब जङ्गलको तर अपिल छ क्या तपाईँको पुरै सो त्यही होला है त तपाईँलाई मैले इन्ट्रोडक्सन चाहिँ सबैको उता माथि लगेर गराउँछु पहिला तेल चाहिँ हाल्नुपर्ने हुन्छ हामी चाहिँ होइन सो सबै रेडी भइसकेको छ अनि मेरो मनाङमा लडेको गियर यही हो क्या मनाङमा जुन मेरो यो एक्सिडेन्ट भएको थियो नि हो त्यतिखेर यही लुगा लाएको थिएँ क्या मैले योभन्दा 3 वर्ष अगाडि 4 वर्ष अगाडि सो त्यही हो अहिले तपाईँलाई भन्छु म स्टोरीहरू पहिला जङ्गल पुगौँ पहिला चाहिँ सो अलराइट गाइज हामी रेडी भइसकेको छौँ कहाँबाट आएको रे भाइ चप्पल कारखाना आज साइकल राइड भनेर आएको रहेछ साइकल राइड छैन आज बाइक राइड हो बुरुम होइन त
सो हिजो मैले यहाँको स्टिकर उकाइदिएँ किनभने यो चाहिँ एकदमै भद्दा देखिरहेको थियो उक्केको प्लस यहाँ साइडमा पनि हेर्नु यसरी उक्केर गइसक्यो स्टिकरहरू यो चाहिँ बाइकमा लाग्ने सबसे महँगो स्टिकर लगभग 25,000 भनौँ न तपाईँको 25,000 पर्छ क्या एउटा स्टिकर हान्नलाई क्या सो हामीलाई चाहिँ अलिकति कम प्राइसमा त्यस्तो कम त होइन अलिकति कममा हालिदिन्छन् तर 25,000 हो क्या यसको प्राइस चाहिँ तपाईँको सो त्यही होला पहिला त मैले सस्तोमा हालेको थिएँ पछि चाहिँ यो चाहिँ जस्तो यो ट्रोइली लेखेको छ नि यो डिजाइन चाहिँ यसरी फुल्लेको छ क्या यो जहाँ लेखेको हुन्छ त्यो चाहिँ फुल्लेकोवाला आउँछ क्या अनि त्यही भएर चाहिँ अलिकति अब खै क्वालिटी फरक भनेर महँगो चाहिँ लिएको थियो अनि यो स्टिकर तपाईँको 14-15,000 पर्छ हेर्नु न यो 2 वर्ष भइसक्यो हानेको अहिलेसम्म नयाँको नयाँ चाहिँ कति लडाइयो कति उ गर्यो सो त्यो चाहिँ लड्नु हुँदैन क्या फेरि यो चाहिँ लड्यो कि जान्छ फेरि एकचोटिमै के छ दाइ ठिक छ ल गुड स्याटरडे होइन त आज नि काम ल ल दाइ ल सो डिबी किलर निकाल्ने अरे डिबी किलर निकाल्यो निक्लेन होला हौ ए ननिकाले नि हुन्छ केही हुँदैन यसको आवाज उत्तिकै ठुलो छ अलिकति मात्र बटाएर ल अलिकति हो ल फुल ट्याङ्की हालिदेऊ न कस्तो भइरहेछ त स्याटरडे हजुर फुल हालिदेऊ न फुल एउटै बाइकमा सबै दाइले बुझिसक्नु भयो ए हजुर भिडियो बनाएको छ तिम्रो अनुहार देखाउनु परेन खै सो अलराइट गाइज हामी ट्रेलमा आइसकेको छौँ होइन 5-10 मिनट ढिला भयो किनभने त्यहाँ एउटा सानो प्रब्लम आयो क्या बाइकमा त्यही होला है यस्तो खतरा छ यो ठाउँ त यार मेरो फेभरेट ठाउँ पो हो त यो पहिलाको सो हामी चाहिँ आज जाने भनेको यो डाँडा अपिल हो त्यसपछि कता पुगिन्छ थाहा छैन जे होस् नयाँ चिज देखाउनु पऱ्यो नि त युट्युबमा तपाईँहरूलाई पनि उहिले है ला झन्डै उहिले सो म पनि भ्लग बनाउनु पऱ्यो अगाडिमा त हिँडेर त भएन त्यही भएर चाहिँ केटाहरू अगाडि गइसकेको छ म चाहिँ अब ट्यागको पछाडि बस्छु ढिलो चाहिँ कास्दै उड्ने यार है सो यहाँबाट चाहिँ लगभग धेरै मान्छेहरूलाई थाहा छैन होला यो बाटो यो चाहिँ तपाईँको सिङ्गल ट्र्याक हो क्या सिङ्गल ट्र्याक भनेको एकजना मात्रै हिँड्न पाइयो ओभरटेकिङ गर्न मिल्दैन क्या यहाँ चाहिँ तपाईँको अलिकति भनौँ न सानो छ बाटो गाउँको बाटो हो भनौँ न होइन त्यही होला आजको राइड स्याटरडे राइड त खतरा हुन्छ जस्तो होइन त यहाँ धुलो अलिसालाई नि यहाँ लिएर आउने भनेको राइडमा झन्डै लड्यो म ढुङ्गामाथि परेछ क्या त्यो धुलोमा थाहा हुँदैन नि त त्यही भएर है केटाहरू कस्तो स्लो कुदाएको यार अलिक स्पिड कुदाउनुपर्छ नि यो बाटो त खतरा बाटो छ यार यो है धुलो त के हो यस्तो यार धुलोमा हिँड्ने नि भयो है हेर्नु त यहाँ बाटो यहाँबाट लड्यो भने त ओइ हिँड जताबाट हिँड्यो नि हिँड क्या ओइ त्यता त होइन होला त ओइ यता यता पो हो जस्तो लाग्यो यार यता जस्तो लाग्यो कता मलाई पनि थाहा छैन है यता जस्तो लाग्यो है लाग्यो म नि एक्ज्याक्ट चाहिँ छैन हो यतै होला यो बाटोमा चाहिँ अलिसालाई सिकायो भने टर्निङहरू कति हान्नुपर्छ उसले बुझ्छ क्या त्यही होला खुट्टा ठोक्यो ओ नाइस तिमी अगाडि हिँड अगाडि ल तिम्रो म अगाडि त उनीहरू पछाडि आउँछ ल हिँड अगाडि सो केटाहरू चाहिँ ढिलो भयो नि त मजा आउँदैन क्या यसरी भ्लग बनाउन त्यही भएर हामी ट्याक्क थाहा पनि टर्निङ कति लिनु पर्दो रहेछ यसरी यस्तोमा चाहिँ अलिक गाह्रो हुन्छ क्या है आमामा धुलो त ओइ कस्तो धुलो उडाएको यार है हेर्नु त ल टर्निङ सर्टकट ओइ कहाँ हो यो सर्टकटै हानियो त यार नाइस यो भयो नि त मजा है नाइस ल त्यो गाइज आजको राइड कस्तो लाग्यो तपाईँहरूलाई मजा आएर होला धेरैले मोटो भ्लग गर्नु पऱ्यो भन्दै थियो सो मोटो भ्लग चाहिँ आइसकेको छ यो त मान्छेको घर जस्तो छ यार बाटै छैन यहाँ त हामी पछाडि एउटा बाटो भुलियो जस्तो छ यार यस्तो माथि चढ्नुपर्ने सो यो चाहिँ एउटा क्याफे रहेछ सो हामी चाहिँ क्याफे आएको होइन नि त माथितिर जान लागेको है तमामा खतरा छ यार यो बाटो
मजा त मजा आयो। कता हो कता हो खै केटाहरू ऊ तलबाट आउँदो रहेछ केटाहरू यता हो यता यता ऊ यता माथि रहेछ आऊ त म ल्याउँछु है। सो यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ कसरी जाने हो त यार जान्छ त यहाँबाट लगिदिउँ न त यहाँबाट जाला त जान्छ है जाला जस्तो लाग्यो यहाँ चाहिँ बाटो थिएन अघि अहिले बाटो बनायो हाम्रो बाइकहरू त्यहाँ दाइ त्यहाँ हुनुहुन्छ। सो अलराइट गाइस चाहिँ होला अलि साले ल्याउने भनेको थियो अहिलेसम्म नल्याएको एकदमै राम्रो भएछ बाटो चाहिँ अहिले बन्द रहेछ त्यही भएर पनि हामीले बाटो बनाइसकेको छौँ होइन। सो त्यही होला टायरले नै बाटो बनाउँछ क्या अनि आजको राइड हाम्रो ल नामसाम यसो इन्ट्रोडक्सन खै हामीले चिन्छौँ स्पिन 7th गियर नेपाल अल्सो नोन एज केशव होइन मेरो चाहिँ युट्युब च्यानल छ म यस्तो इन्डिभिजुअल राइडहरू अफ रोड राइडहरू गइरहेको छु त्यही भएर 7th गियर नेपाललाई चाहिँ राजकुमारको भ्युजहरूले एकदम सपोर्ट गर्नु पर्यो गर कमेन्ट हान्दिनँ उसको भिडियोमा गएर पुरै राजकुमार लेखिदिनु अनि हाम्रोबाट नि केही गएको छ भन्ने यसो होस् होइन। सो त्यही होला अरू के भन्नु छ बवाल मजा आयो राजकुमारसँग अस्ति कुरा भएको थियो राइड जाम न त भनेर मलाई अफ रोड मनपर्ने उता झनै भइहाल्यो त्यही भएर आज चाहिँ हाम्रो फर्स्ट राइड यस्तै राइड चाहिँ हाम्रो सधैँ ल अगाडि यो त तपाईँको स्टार्टिङ मात्रै हो अब चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ खतरा खतरा त्यही होला है त। अनि अर्को हाम्रो चाहिँ यहाँ बानिया सर तपाईँको नाम के हो पवन बानिया नोन एज चुरोटे लास्ट दाएर भरे गर्लफ्रेन्डले हेरेर मार्छ अरे क्या गर्लफ्रेन्डलाई चाहिँ घरमा सुत्छु भनेर आएको थियो अरे होइन। अर्को चाहिँ हाम्रो यहाँ ट्याक्क लाएर सो हाम्रो भाइ छ भाइको नाम के अरे भाइ शुभम श्रेष्ठ ल है नोन एज जिरे भाइ हो यसरी भन्नु पऱ्यो नि त नि पिकनिक बनाइरहेको थियो कति मजाले लगेर बाइक यहाँबाट जाउँ क्या यसरी मेरो फेरि चित्त बुझ्नै गाह्रो छ नि त त्यही भएर चाहिँ मलाई यो अघि सकेको थिएन अनि एकचोटि फेरि ट्राई गरौँ भन्ने जस्तो भयो क्या है। आमा के हो यस्तो यहाँ यो त बाटो होइन नि ओइ हे 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 हेर्नु त भिर पाखा है ल त्यो गाइस मलाई चाहिँ फेरि अब एकचोटि गरेर चिज फेरि पछि आउँदाखेरि पनि गाह्रो नहोस् भनेर यसो ल रेडी चित्त बुझ्नै गाह्रो छ क्या यहाँबाट होइन त यस्तो गर्ने गयो गयो ल नाइस 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 गयो 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 ल त्यही हो ल है नाइस यसो गरौँ न तलसम्म जाउँ तलबाट फेरि माथि जाउँ ल त्यही गरौँ ओ यता यता नाइस है त्यो गाइस ओइ ओमा म कत्रो खाल्टो रहेछ ओइ हामी चाहिँ तलसम्म जाने अनि तलबाट फेरि माथि आउने क्या है नाइस है हजुर हजुर के छ हालखबर चोट खानु हुँदैन है ए ल हस् त हामी निस्केको यहाँसम्म राइड हो हस् त ल बाई नाइस खुसी लाग्छ मान्छेहरू ल खुसी लाग्छ क्या यत्रो वर्षमा कमाएको नाम होइन त्यही हो हामी चाहिँ यहाँ तल पुगेर फेरि ब्याक आउँछौँ है आमा नाइस हो ल डाउनी लगिदिउँ केटाहरूलाई केटाहरूलाई उता डाउनी लगिदिउँ फेरि अपी ल्याउनु पर्ने हुन्छ ल है हेर्नु त यो बाटो यार ओ माई गड नाइस 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 यतिको चाहिँ चाहियो क्या ल है
नाइस 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 है धेरै तल नजाएर अलि उक्लिन सक्दैन यहाँबाट फर्क्यौँ धेरै तल नजाउँ अहिले फर्किनै सक्दैन है यहीँबाट जाउँ है लेट्स गो ल सोधै हो आयो ल जाउँ मजा त मजा आयो यार तर आजको बाटो है नाइस जाउँ त फर्काउँ भ्लगर दाजु हजुर हजुर के छ है नाइस ल है सरी दाजु सरी नाइस 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 यति चाहिँ चाहियो क्या ल आयो हो माइ गॉड हातै दुख्यो यार नाइस केटाहरू त उकाल्न सक्दैन होला त्यहाँ म लिड गर्छु यार है त्यहाँ रोक भनिदिनु पर्ने ओहो 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 म रोक भनिदिनु पर्ने हजुर म गइदिन्छु सरी है त्यसको लागि है त्यहाँ बस त्यहाँ म भनिदिन्छु बिचरा त्यहाँ फेरि साइकल पनि चलाउँदैछ नि त साइकलवालाहरूलाई चाहिँ एकदमै रेस्पेक्ट गर्नुपर्ने हुन्छ किनभने हामी नि साइकल चलाउने मान्छे हो ल आउनु त आउनुहोस् झन्डै बाइकले हान्दै क्या म अनि रोक्न आइदिएको केटाहरू आउँदैछ नि त कहाँ गयो दुइटा है केटाहरू त कहाँ गयो ओइ के भयो ले के गरेको यताबाट लग्ने यताबाट अनि गुवाच ओ साइकलहरू आउँदैछ हेर है साइकलहरूलाई चाहिँ है चढ्छ सन्चै हुनुहुन्छ दाइ म नि साइक्लिङै गर्छु क्या हजुर हजुर त्यही त साइकल त्यहाँ आउँदै रहेछ दुईजना अनि तपाईँहरूलाई यसो बाटो छोड्दै भन्नलाई नि आएको नि साइकललाई फेरि बाइकवालाले हेपिहाल्छ क्या ठिक छ आज स्याटरडे राम्रो भइरहेछ कता ए डाँडागाउँ हुँदै हजुर हजुर ए ल जे साइकल चलाउनु पर्छ त्यही एउटा जे होस् ज्यानलाई पनि खुसी मन पनि खुसी होइन त ल है त राम्रै चलाउनु होला हस् त ल हस् त राम्रै जानु दाइ है हस् 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 बाटो छोडिदिउँ ल राम्रै जानु होला हस् ल यसरी लिएर आइज न भाइ नाइस 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 यतिको चाहिँ चाहियो है नाइस नाइस साइकललाई हान्दैन भनेर म गएको क्या त्यहाँ के छ भाइहरू चिन्छ दादालाई राजकुमार दादा भन्नु पऱ्यो नि खै दादा चाहिँ है लौ बाइक समात त लौ स्टार्ट नगर ल हेरौँ न यता यता यो बाटो अयो ल केटाहरूलाई पनि आज डट राइड भयो मान्छेलाई डिस्टर्ब नहोस् त्यति हो कुरो चाहिँ क्या
साइकल भनेर फेरि उहाँ पनि बाइकमा हुन्छ नि अब कति बाइकमा हिँड्नेहरूले हामीलाई नि हेप्छ क्या पावर लिउ न भाइ पावर ल लिइहाल्यो नि पावर ल ल ल ल ल अलि पछाडि जाऊ अझै पछाडि जाऊ हो फुल पावर लिउ क्लच छोडेर ल रेडी ल जाऊ हो फुल पावर जाऊ न जाऊ सही जाऊ नाइस केटाहरू त प्रोफेसनलै भन्छ क्या हो आउनुपर्छ ल म आएँ पखाल उठाइदियो म उठाइदिन्छु खै स्ट्यान्डै लागेन उठ्यो ल के हो चाकभरि पेट्रोल लाग्यो क्या हो ल उठाउनु त्यति सक्छ पावर ल एकचोटि हो अझै हो के छ दाइको भ्लगको नाम विपिन राई होइन दाइलाई नै सब्सक्राइब गरिदिनु भन्न आएको क्या होइन तपाईँको चाहिँ गरिदिनु भनेको क्या विपिन राई ल दाइ ल बाई आयो लेट्स गो नाइस नाइस सो अल राइट गाइस त्यही होला हाम्रो विपिन राई दाइलाई पनि सब्सक्राइब गर्नु होला झन्डै लडे दाइको अगाडि त्यही हो एउटा रहर हो सबैको होइन 100जनामा 2-3जना मात्र सक्सेस हुन्छ क्या युट्युबमा चाहिँ युट्युबमा पैसा चाहियो तपाईँको कन्सिस्टेन्सी चाहियो दिनकै भ्लग हाल्नु पऱ्यो भात खाने टाइमसम्म हुँदैन क्या तपाईँको त्यस्तो हुन्छ कहिलेकाहीँ चाहिँ क्या त्यो कसरी म्यानेज गर्ने आफूले म्यानेज गर्नु पऱ्यो कतिलाई झ्याउ लागेर गेम खेलेर बसिदिन्छ नि त्यो गर्नु भएन बरु गेम खेल्ने टाइममा ट्याक्क मजाले एडिटिङ गर्नु पऱ्यो होइन 3-4 घन्टा त लाग्छ एडिटिङ दिनको 4 घन्टा एडिटिङ पनि झ्याउ लाग्छ तर कहिलेकाहीँ चाहिँ मलाई पनि यार त्यही होला है सो यहाँबाट चाहिँ यस्तो गरेर चढ्छ त यो चढ्छ जस्तो लागेन म्याकुरी झन्डै लडेँ म त है लड्यो क्या हो आउँदैछु आयो उता फेरि भिड छ क्या ल यो 3, 2, 1 ल चालु ल यता ठाडो ल हो यता आउनु यता ल हो नबटारै ल्याम्मै जान्छ नि फेरि ल स्टार्ट ल अलि ल सक्छस् यता भिड छ नि फेरि आइज नि त आइज यता हेर्नु न भिड छ कत्रो ओइ नगर त सक्दिनस् मैले थाहा पाइसकेँ कि क्या हो त्यो भाइले सक्दैन होला तिमी लिएर देऊ त त्यो भाइ अलि यता भिड छ फेरि बानी अहिले त लग्यो लानु त ल केशवले लिएर आइदिन्छ अब होइन त ल आयो हो लड्यो नाइस रिक्स नल्याउ क्या अघि पनि तिमी लडिसक्यो एकचोटि ल नाइस राइड पछाडि बस्नु पऱ्यो भिडियो खिच्नु पऱ्यो मैले पनि होइन त्यही हो ल है नाइस है आम्बो उता पो गयो त केटो त ल आयो यो बाटो हो नि त जाने क्या होइन आउनुपर्छ न हे विल जस्ट ल सँग त किन दुःख दिनु ल 3, 2, 1 नाउ ओके इट्स फाइन केशवलाई चाहिँ पानी स्पोन्सर आइसकेको छ है ल ट्याक्क सिल प्याक रहेछ अझै ल यहाँ चाहिँ 1-2 अब यसो उडाउनु पर्ने हुन्छ किनभने अस्ति पनि आएको थियो चित्त बुझाएको थिएन नि त त्यही भएर एकछिन बाइक रेस्ट होस् त्यसपछि 1-2 यसो रिल्स खिच्ने अनि हिँड्ने जाउँ कस्तो यार सकै ढ्याङ्ग गर्दिर है नाइस यतिको चाहिँ चाहियो सबजना हाइकिङ गर्ने मान्छेहरू यसरी सपोर्ट गर्नु पऱ्यो क्या हामी आफ्नै ठाउँको त मान्छे हो होइन काठमाडौँ तपाईँको यत्रो छ चलाउन जाने ठाउँ छैन त्यही भएर यसो जङ्गल आउने है
रोडमा यो बाइकहरू चाहिँ ट्राफिक लाइटहरू समाइहाल्नुहुन्छ नि त रोडमा त्यति कुदा पनि छैन तपाईँको भर्खर 1100 किलोमिटर त कुद्यो सो 1100 किलोमिटर भनेको केही पनि होइन क्या राइट यो बाइकको खतरा मेमोरी भनेको चाहिँ तपाईँको उसमा मात्र छ के अरे मुस्ताङ चाहिँ खत्रै कुदायो यसमा ओए नाइस हैट हो यस्तै बाटो हो नि त कुदाउनु पर्ने त कता हो बाटो यता रहेछ बाटो हैट नाइस ल यतिको चाहियो क्या ल ओहो हेर्नु त ल चारैतिर हरियाली हरियाली नाइस यार मेरो त बटम आउट भयो नि त्यही भने ओ माथि ट्र्याक जस्तो छ माथि चाहिँ पुरै जति कुदाउ मतलब छैन माथि चाहिँ केटाहरूलाई समाइदिउँ न हामी यताबाट यसो गरेर फेरि जाने हौ यताबाट राइटबाट यताबाट क्या यता आऊ त यताबाट ल हामी चाहिँ केटाहरू समाउनु जान आँट्यो क्या है नाइस ओए मजाले कुदाउन पाएन नि त त्यही भएर यताबाट जाँदैछौँ हामी चाहिँ जाँदै गर है भाइ है ओए नाइस ओए फेरि भेट भयो त बाई है नाइस सरी लामा दाइ सरी हेट नाइस ओए नाइस ल यतिको चाहिँ चाहियो क्या ओए ल फेरि त्यही बाटो आएर जोडिने हो क्या जस अलिकति अब चलाउँ न होइन मजा आइरह हेट चढाइ ओ म्याकुरी हेट भात नखाएको 7 दिन भएको जस्तो भइसक्यो अनुहार त यार कसम भने यति पावर लाग्छ तपाईँको बाइकमा सो त्यही हो बानीले उता निकाल्न खोजिरहेको थियो तर निकाल्न सकेको छैन आफ्नो चाहिँ माथिबाट लिएर आयो नि त त्यही भएर निकाल्न सक्यो न त यहाँ त सक्दैन गाह्रो छ सो केसब पनि अड्किन्छ होला सायद यार मलाई जहाँसम्म लाग्छ ल यताबाट आउँथ्यो तर मैले यता गाह्रै बाटो लिएर आयो क्या मजा आउँछ नि त हान्यो ल ल त्यहीँ गएर अड्क्यो फेरि त्यहीँ गयो अब अर्को मान्छे पनि चाहिने भयो ल भाइ आऊ आयो भाइ आयो ल सबैजना ल ल पावर खोइ त पावर जाऊ तिमी जाऊ उसले निकालिदिन्छ यार मजा आइरहेछ दाइहरू ल त्यही हो ल तान्दै त बानिया ल बानिया तान्यो सकमा हो अलि पछाडि अलिकति पछाडि रेडी आय ल आय ओए बडीमा त एनर्जी छैन होला रेडी खाने चक्करमा भ्लग बनाउनै बिर्सेछ क्या सो आज चाहिँ हामी भात नखाएर चाहिँ मजाले तपाईँहरूको खाँदैछौँ थुक्पा त्यो ल केटाहरू बाइक त बनाएर आएछ फेरि बाइक बिग्रियो नि त सो फेरि गएर बनाएर आउनुपर्ने हुन्छ है त त्यही आज ब्याड लक भनौँ न अघि लिभर पनि गएको थियो लिभर चाहिँ मैले अर्को बाइकबाट निकालेर हालिदिएँ यो त हाम्रो अब टाढा छ नि त घर त्यही भएर यहाँ तल सुन्दरजल गएर बनाएर ल्याएको थियो त्यो फेरि बिग्रेछ क्या ल हाम्रो भाइले चाहिँ यहाँ अब यसो बेसिक सिक्दैछ पावर हो नाइस अब फेरि त्यही कुरा स्पिडमा गर्दा स्पिडमा के हुँदैन क्या झार ल झार चाक पछाडि नाइस ल भाइले फेरि लिएर आउँछ ल पावरमा अलि पावरमा आऊ हाम्रो भाइलाई चाहिँ यसो बेसिक सिकाइदिएको क्या सानदिनो कुराहरू किनभने अघि लडाइ थियो 2-3 चोटि लडिसकेको छ नि त हो सर आउला हो स्मुथली हो नाइस हो पावर लिएर जाऊ पावर हो ओए
भाइलाई सिकाउँ भनेको भाइ फेरि क्रस गएछ क्या सिधा जाने हो नि त अनि यसो गएछ क्या भाइ चाहिँ त्यसले गर्दा डिसब्यालेन्स भएको हो केही पनि भएको होइन त्यो यति नर्मल हो भाइ उठिसकेको छ अब चाहिँ है तिमीलाई नि यताबाट यसरी जाऊ भने कहाँ गएको त केही छैन कहिले कहाँ हुन्छ यस्तो ल हाम्रो दाइ चाहिँ यहाँ अब उडाउने रे बाइक ल उडाइदिनु दाइ फ्याक्लाक उता होइन नि फेरि यता यता उडाउने ल बिस्तारी बिस्तारी हो है ल दाइहरू यो झन्डा चाहिँ फेर्नु पऱ्यो क्या दाइ होइन त के भन्नु छ यो झन्डाको बारेमा अब फेर्नुपर्छ ल त्यही भने यो झन्डा चाहिँ अलिकति आधी मात्र भयो क्या बिचरा यो मक्केर पनि होला धेरै पहिला हालेर रहेछ ल बानिएर हामी फेरि आउनुपर्छ झन्डा लिएर यहाँ एउटा झन्डा चाहिँ फेरिदिनुपर्छ यो हाम्रो दाइले बाइकै यस्तो खतरा कुदाउँदो रहेछ बोलेर त उडाउँछ होला तपाईँले है बोलेर त उडाउँछ होला आमा है ल ल ल ल ल उ त्यहाँबाट जम्प हानिदिरहेको कत्रो ठुलो ल बल्ल बल्ल माछा माऱ्यो दाइले पनि ल ल आयो आयो ल है ल दाइको चाहिँ जे होस् आँटलाई मान्नुपर्छ है ल आमा ल सही हो ल दाइले अब एउटा डट किन्नु पर्यो त्यहाँ उडाइदियो दाइ फेरि ल उ त्यहाँ ल दाइले चाहिँ अब यहाँ हाम्रो ट्याक्क लाएर खतरा उडाउन आँट्नु भएको छ है ल ल बाइक उडाउने रे दाइले चाहिँ हेरौँ है त ल गयो 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 ल बानियाले उडायो खोइ त पावरै पुगेन ल हाम्रो भाइ फेरि पनि लडेर फेरि ट्राई गर्दैछ ल पावर नाइस 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 ल बानिया फेरि आइसकेको छ ल यतिको चाहिँ चाहियो है ल केटाहरूलाई चाहिँ आज यसो झार्दै झार्दै ल बानियाले फेरि झारिरहेको छ है ल यहाँबाट ल भाइले पनि झन्डै लड्यो केटो कहाँबाट झाऱ्यो त्यहाँ त खाल्टो छ नि त यहाँ त सो आजको राइड चाहिँ राम्रै भयो भनौँ अनि धेरै भ्लग पनि बनाएन मैले किनभने अघि नै लगभग 30 मिनट जतिको भिडियो बनिसकेको थियो अनि त्यही भएर धेरै भ्लग नबनाउँ भनेर क्या अनि त्यही होला आज अब एकछिन यहाँ प्र्याक्टिस गर्छौँ निस्किने अनि ल यहाँ चाहिँ हाम्रो अब यसो प्र्याक्टिस सेसन दाइ आउनुभयो लभली यहाँ चाहिँ धेरै ठुलो खाल्टो छ केटाकेटी हो हेलमेट लगाएर ट्राई गर्नुहोस् गर्नुभयो भने आउनुभयो भने है नाइस नाइस सो आजको राइड चाहिँ हाम्रो एकदमै खतरा भयो प्लस यहाँ सिक्ने ठाउँ पनि भयो क्या सो अलिसालाई नेक्स्ट टाइम राइड ल्याउँदाखेरि हामीले यहाँ सिक्नु पनि पर्ने हुन्छ